यसमा चाहिँ हामीले के गर्ने चाहिँ एमसिबीहरू छ। यो एमसिबीमा चाहिँ हामीले प्रयोग गर्ने घरमा प्रयोग गर्ने खालका एमसिबी, त्यस पछाडि एएलसिबी, आरसिसिबी यसमा के फरक छ भन्दाखेरि यो चित्रमा तपाईँले देख्न सक्नुहुन्छ। यो एउटा एमसिबी हो भनेको सर्किट ब्रेकर हो। यसमा यसमा सर्ट सर्किट हुन्छ, ओभरलोड प्रोटेक्सन हुन्छ र लिकेज अर्थिङ लिकेज हुँदैन। र अर्को कुरो के छ भन्दाखेरि एमसिबीमा पनि म्यानिचर सर्किट ब्रेकरमा पनि सर्ट सर्किट प्रोटेक्सन हुन्छ, ओभरलोड पनि हुन्छ र यो अर्थिङ लिकेज हुँदैन। र इएलसिबीमा चाहिँ के हुन्छ भन्दाखेरि सर्ट सर्किट भयो भने यो ट्रिप हुँदैन, ओभरलोडमा यो हुन्छ र अर्थिङ लिकेजमा यो हुन्छ। र त्यस्तै गरेर आरसिसिबीमा चाहिँ सर्ट सर्किट पनि प्रोटेक्सन हुन्छ, ओभरलोड पनि हुन्छ र लिकेज पनि हुन्छ। त्यसकारण घरको लागि सबैभन्दा उपयुक्त चाहिँ आरसिसिबी नै हुन्छ। इएलसिबीको जग्गामा आरसिसिबी नै प्रयोग गर्नुपर्छ। यो कस्टिङको हिसाबले अलिकति महँगो परे तापनि यसका बेनिफिटहरू, फाइदाहरू धेरै छन्।